हरेक क्लासमा एउटा लास्ट बेन्च हुन्छ जहाँ सामान्यतया सबैभन्दा शान्त विद्यार्थी बस्छ। तर काठमाडौँको एउटा स्कुलमा 12 कक्षाको एउटा लास्ट बेन्च यस्तो थियो जहाँ बस्ने केटा वास्तवमा विद्यार्थी नै थिएन, किनकि त्यो केटा त 3 वर्ष अघि नै मरिसकेको थियो। काठमाडौँको पुरानो हायर सेकेन्डरी स्कुल, बोर्ड परीक्षा नजिक थियो। 12 कक्षाका विद्यार्थीहरू एक्स्ट्रा क्लास लिइरहेका थिए। त्यही बेला क्लासमा नयाँ विद्यार्थी आयो। उसको नाम थियो आकाश। ऊ धेरै शान्त थियो, कसैसँग धेरै बोल्दैन थियो। टिचरले उसलाई क्लासको अन्तिम बेन्चमा बस्न लगाए। अचम्मको कुरा, त्यो बेन्च सधैँ खाली हुन्थ्यो। कोही त्यहाँ बस्न मान्दैनथे, तर आकाश त्यहीँ चुपचाप बसिरहन्थ्यो, टाउको तल झुकाएर। केही दिनपछि विद्यार्थीहरूले अजीब कुरा नोटिस गर्न थाले। क्लास सकिएपछि पनि आकाश कहिले बाहिर निस्किएको देखिँदैन थियो। तर अर्को दिन ऊ फेरि त्यही बेन्चमा बसिरहेको हुन्थ्यो। कसैले उसलाई क्यान्टिनमा देखेन, कसैले उसको घर थाहा पाएन। एक दिन रोहनले सोध्यो, "त कहाँ बस्छस् यार?" आकाश बिस्तारै मुस्कुरायो र भन्यो, "म त यहीँ बस्छु।" त्यो सुनेपछि सबै हाँसे, तर रोहनलाई उसको आँखामा केही अजीब लागिरहेको थियो। एक दिन क्लास टिचर पुराना स्कुल फोटोज ल्याइरहेका थिए। सबै विद्यार्थी पुरानो फोटो हेर्दै थिए। अचानक रोहनको नजर एउटा फोटोमा गयो र उसको मुटु रोकिए जस्तै भयो, किनकि त्यो फोटोमा देखिएको एउटा विद्यार्थी ठ्याक्कै आकाश जस्तै थियो। उही अनुहार, उही आँखा, उही मुस्कान। तर फोटोको तल लेखिएको थियो, "ब्याच 2079 डिसिजेड स्टुडेन्ट।" रोहन डरायो। उसले टिचरलाई सोध्यो, "सर, यो को हो?" टिचर केही सेकेन्ड चुप भए र बिस्तारै बोले, "उसको नाम पनि आकाश नै थियो।" टिचरले बताउन थाले, 3 वर्ष अघि बोर्ड परीक्षा अगाडि आकाश निकै तनावमा थियो। उसलाई सबैले धेरै प्रेसर दिएका थिए। एक रात ऊ स्कुलमै पढ्न बसेको थियो, तर बिहान उही लास्ट बेन्चमा उसको लास भेटिएको थियो। त्यसपछि त्यो बेन्चमा बस्ने जो कोहीलाई अनौठा घटना हुन थाले। कसैले कानमा फुसफुसाएको सुन्यो, कसैले राति कसैले हेरेको महसुस गर्यो। त्यसैले त्यो बेन्च खाली छोडिएको थियो। तर रोहन डराउँदै बोल्यो, "तर सर, आकाश त अहिले पनि हाम्रो क्लासमा छ।" पुरै क्लास चुप भयो। टिचरको अनुहार फिक्का भयो। सबैजना बिस्तारै पछाडि फर्किए, तर लास्ट बेन्च खाली थियो। त्यहाँ कोही थिएन। तर बेन्चमाथि एउटा कपी खुला थियो। त्यसमा लेखिएको थियो, "तिमीहरूले मलाई फेरि बिर्सियौ।" त्यसै बेला क्लासरुमको बत्ती झ्याप्प निभ्यो र अन्धकारमा लास्ट बेन्चबाट बिस्तारै एउटा आवाज आयो, "म अझै यहीँ छु।" भोलिपल्ट स्कुल एडमिनिस्ट्रेसनले एटेन्डेन्स चेक गर्यो, तर अचम्मको कुरा, स्कुल रेकर्डमा आकाश नामको कुनै नयाँ एडमिसन नै थिएन। अनि त्यो दिनपछि कुनै पनि विद्यार्थी लास्ट बेन्चमा बस्न तयार भएन, किनकि आज पनि राति त्यो क्लासबाट कसैले बिस्तारै पढिरहेको आवाज आउँछ। यदि तपाईँ त्यो क्लासमा हुनुहुन्थ्यो भने के लास्ट बेन्चमा बस्न सक्नुहुन्थ्यो? कमेन्ट गरेर भन्नुहोस्। अनि यस्ता डरलाग्दा कथाका लागि च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला।